हेलो नमस्ते साथीहरू अनलाइन टु दि ब्रेनमा यहाँहरूलाई फेरि पनि स्वागत छ र अहिलेसम्म तपाईहरूले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया यहाँबाट सब्स्क्राइब गर्नुहोला। मैले प्रत्येक पटक तपाईको सफ्टवेयर र आईटी सँग रिलेटेड भिडियोहरू बनाएर मेरो अनलाइन टु दि ब्रेनमा पोस्ट गर्ने गर्दछु। र आजको यो भिडियो चाहिँ म विशेष गरी इन्जिनियर साथीहरूको लागि र त्यसमा पनि खास गरी सिभिल इन्जिनियरको साथीहरूको लागि चाहिँ लाभदायक हुन्छ होला भन्ने विशेष आशा राखेको छु र आजको भिडियो सुरु गर्न गइरहेको छु। हुन त धेरै साथीहरूलाई यो सफ्टवेयर सानो सफ्टवेयर थाहा होला हैन, धेरैले चलाइरहनु भएको पनि होला र नयाँ साथीभाइहरूको लागि र नजान्नु भएका साथीहरूको लागि चाहिँ यो एकदम नै लाभदायक हुनेछ भन्ने मैले आशा गरेको छु। र धेरै गफ नगरी आजको भिडियो सुरु गरौँ। र आज म तपाईहरुलाई चाहिँ सिकाउन गइरहेको चाहिँ SWDTM को बारेमा हो। र यो SWDTM चाहिँ नेपाली इन्जिनियर सरहरूले, हाम्रो प्रशान्त सरहरूले बनाउनु भएको सानो सफ्टवेयर तर धेरै नै युजफुल सफ्टवेयर छ। र यसको बारेमा यो चाहिँ उहाँहरुको कम्पनीको टिम मेम्बरहरू हुनुहुन्छ हैन, उहाँहरूले धेरै राम्रो सफ्टवेयर बनाउनु भएको छ। उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। यो एकदमै छिटो सजिलो छ हैन। अब डाउनलोड सफ्टवेयरमा जानुस्। सफ्टवेयरको वेबसाइटमा गइसकेपछि यो सफ्टवेयरको वेबसाइट हो। यो मैले मेरो डिस्क्रिप्सनमा पनि राखिदिएको छु, त्यहाँबाट डाइरेक्ट जान सक्नुहुन्छ। त्यसपछि डाउनलोड सफ्टवेयरमा जाउँ र यहाँ फ्री सफ्टवेयरहरू छन् हैन। अब यसमा चाहिँ मैले आज तपाईहरुलाई भन्न गइरहेको चाहिँ SWDTM को बारेमा हो। र अरु चाहिँ तपाईको SWUTM, यसले चाहिँ तपाईको कोअर्डिनेटलाई कन्भर्ट गर्छ हैन। यो पनि धेरै राम्रो टुल छ। हाम्रो गुगल म्यापमा भएको कोअर्डिनेटहरुलाई चाहिँ हाम्रो नेपालको UTM मा कन्भर्ट गरिदिन्छ हैन। त्यसैगरी एरिया क्याल्कुलेटर छ, यो पनि धेरै राम्रो सफ्टवेयर छ, सानो सफ्टवेयर हैन। नेपालमा युज हुने सम्पूर्ण खालको एरियाहरु यसले कन्भर्ट गरिदिन्छ। त्यसैगरी अरु सम्पूर्ण तपाईहरुले आफै डाउनलोड गरेर हेर्दै म्यानुअल पढ्दै गर्दा पनि सक्नुहुन्छ। र अहिले मैले गर्न गएको चाहिँ SWDTM हो। र यहाँबाट अरु केही नगर्नुस्, डाउनलोड बटनमा एकचोटी क्लिक गर्नुस्। डाउनलोड बटनमा क्लिक गरिसकेपछि यो डाउनलोड हुन थाल्छ र मेरो अलरेडी डाउनलोड भइसकेको हुँदा चाहिँ मैले यसलाई डाउनलोड गरेन र इन्स्टल पनि भइसकेको छ। त्यसैले मैले यहाँ राखेको छु र मैले यो डाउनलोड लिंकको अथवा यो सफ्टवेयरको लिंक पनि मेरो भिडियो डिस्क्रिप्सनमा तपाईहरुलाई राखिदिएको छु, त्यहाँबाट सिधै जान सक्नुहुन्छ। अब इन्स्टल गर्नेपछि यो सफ्टवेयर डाउनलोड गरिसकेपछि तपाईले जस्ट त्यसलाई डबल क्लिक गर्नुस् अथवा राइट क्लिक गरेर रन एज एडमिनिस्ट्रेटिभ गर्नु होला हैन। कुनै बेला यसलाई तपाईले भाइरस भनेर पनि तपाईको एन्टिभाइरसले यसलाई डिटेक्ट गरिदिन सक्छ। यो सानो सफ्टवेयर हो र सिस्टमसँग रिलेटेड भएर काम गर्ने हुँदा त्यस्तो हुन सक्छ। त्यसैले तपाईको यो एन्टिभाइरसलाई पज गरेर यसलाई इन्स्टल गर्नुभयो भने राम्रो। भरसक त पर्दैन हैन, त्यै पनि राइट क्लिक गरेर एडमिनिस्ट्रेटिभ रन गर्नु होला हैन। त्यसपछि तपाईको यो खालको स्क्रिन तपाईको उसमा आउँछ र यसलाई चाहिँ तपाईको अटोक्याड सँग रिलेटेड भएर काम गर्ने सफ्टवेयर हो हैन। त्यसैले तपाईले साइडमा चाहिँ अटोक्याड चाहिँ तपाईले 2007 भन्दा माथिको भर्जन जुनसुकै भए पनि हुन्छ त्यसलाई रन गर्दै रहनु पर्ने हुन्छ पछाडी। यो त्यससँग रिलेटेड भएर काम गर्ने सफ्टवेयर हो, सानो सफ्टवेयर तर धेरै राम्रो सफ्टवेयर छ यो। मेरो अटोक्याड खुल्दै छ यहाँनेर र तपाईलाई साइडबाट सर्भेयरले सर्वे गरेर लिएर आएको पोइन्ट पनि हुनु जरुरी छ तपाईसँग हैन। र मसँग यहाँ मेरो सर्भेयरले लिएको पोइन्ट फाइल छ। यो तपाईले CSV फाइलमा राख्नु हुन्छ अथवा एक्सेल फाइलमै जेमा उपलब्ध छ त्यसमै राख्नुस् हैन। यसरी चाहिँ तपाईले यसको पोइन्ट फर्मेट चाहिँ सुरुमा पोइन्ट नम्बर, त्यसपछि इस्टिङ, त्यसपछि नोर्डिङ, त्यसपछि एलिभेसन र त्यसपछि डिस्क्रिप्सन, यो फर्मेटमा चाहिँ पोइन्टहरु मिलाएर राख्नु होला हैन। त्यसपछि यो सबैलाई सिलेक्ट गर्नुस्। यसरी सिलेक्ट गरिसकेपछि अब यहाँ मेरो क्याड पनि खोलेको छ र क्याडमा म एउटा नयाँ यसलाई टेम्प्लेट दिन्छु, खाली टेम्प्लेट खोल्दै। यो अटोक्याड 2018 मैले युज गरिरहेको छु, त्यसैले अलिकति स्लो प्रोसेस गर्छ तर पनि एकदम राम्रो छ यो सफ्टवेयर। 2018 मलाई मन परेको छ। त्यसपछि तपाईले अब चाहिँ SWDTM को सफ्टवेयर खोल्नुस्। SWDTM लाई रन गर्नुस् हैन। अब तपाईले ख्याल गर्नुपर्ने कुरा भने के हो भने चाहिने कुरा
ब्याकग्राउन्डमा तपाईँको अटोक्याड 2007 भन्दा माथिको रन भइरहेको हुनुपर्छ। त्यसपछि तपाईँको हाम्रो सफ्टवेयरले बनाएको SWDTM र तपाईँसँग साइडबाट सर्भेयरले सर्वे गरेर ल्याएर आएको पोइन्ट। अब त्यसपछि केही नगर्नुहोस्, यहाँ गएर तपाईँले सर्वे गरेर ल्याएको पोइन्टलाई यसरी सम्पूर्णलाई सिलेक्ट गर्नुहोस्। पोइन्ट नम्बर, इस्टिङ, नर्दिङ, जेनिथिङ, अनि गएर डिस्क्रिप्सन। त्यसपछि यसलाई मिनिमाइज गरिदिनुहोस्। यहाँ जानुहोस्, SWDTM मा जानुहोस्, पोइन्टमा जानुहोस्, इम्पोर्ट पोइन्ट फ्रम एक्सेल गर्नुहोस्। त्यसै यसलाई इम्पोर्ट पोइन्ट गर्नुहोस्। यो पोइन्टको स्केलहरू डिफल्ट नै रहन दिनुहोस्, इम्पोर्ट पोइन्ट गरिदिनुहोस्। अब यसले पोइन्ट इम्पोर्ट गर्छ। एकैछिन कुर्नुपर्ने हुन्छ, यसले कति गरे कि गरेन भन्ने चाहिँ यसको एउटा सानो यही हो समस्या। यसले के गर्दैछ भन्ने कुरा तपाईँलाई त्यति थाहा हुँदैन होइन। त्यसो हुँदा यो एकदमै फ्यामिलियर हुँदै जानुभयो भने चाहिँ थाहा भइहाल्छ। अब यसले यतिखेरसम्म चाहिँ गरिसक्यो होला। मैले यसलाई क्याडमा क्लिक गरेँ र मेरो यो क्याडको स्क्रिन पनि आइसकेको हुँदा यसले अवश्य नै गरिसक्यो। मैले जुम एक्सटेन्ड गरेँ, मिडिल माउसको मिडिल बटनलाई डबल क्लिक गरेँ, जुम एक्सटेन्ड गरेँ। यसरी यसले मेरो सम्पूर्ण पोइन्टलाई क्याडमा यसरी फालिदिएको छ। अब यसले जस्ट क्याडमा पोइन्टहरूलाई लिएर मात्रै राखिदिएको छ। यो सफ्टवेयरले आफूले चाहिँ प्रोसेस गरेको छैन यो पोइन्टलाई। त्यसैले हामीले सुरुमा यो पोइन्टलाई प्रोसेस गर भनेर यसलाई गर्नुपर्ने हुन्छ। यहाँ गएर यसलाई अब प्रोसेस गरिदिउँ। यसो प्रोसेस गरिदिइसकेपछि SW ले आफ्नो डाटाबेसमा यसलाई प्रोसेस गर्छ। अरू सबै डिफल्ट नै रहन दिनुहोस्, ओके गरिदिनुहोस्। र यो मेसेज आउनुपर्ने हुन्छ तपाईँकोमा। यो मेसेज आएन भने चाहिँ तपाईँको हुँदैन भनेर सम्झिनु होला। यो मेसेज आउनुपर्छ, प्रोसेसिङ सक्सेसफुल भइसकेपछि यसलाई ओके गरिदिनुहोस्। अब यसले पोइन्ट पाइसकेको छ। SWDTM ले आफ्नो डाटाबेसमा पोइन्टलाई राखिसकेको छ होइन। अब हामीलाई पनि थाहा भएकै कुरा हो, फिल्डमा हामीले सर्वेको तपाईँको फिल्डमा सर्वे क्याम्प गर्दा पनि कन्टुर खिच्दाखेरि हामीले दुईवटा पोइन्ट बिचमा ट्रायङ्गल बनाएर यसरी ट्रायङ्गल बनाएर त्यसलाई ट्रायङ्गुलेट गरेर यसको चाहिँ यतिमा यो छ भने यहाँ चाहिँ यो पर्छ भन्ने गरेर गरेको छ। सेम त्यही बेसिसमा यो पोइन्टलाई पनि अहिले हामीले जस्ट यसको SWDTM को डाटाबेसमा मात्रै राखिदिएका छौँ। त्यसलाई अब हामीले यसलाई ट्रायङ्गुलेट गर्नुपर्ने हुन्छ। त्यसैले मैले ट्रायङ्गुलेट गरिदिएँ। अब यसले सम्पूर्ण ट्रायङ्गलहरू बनाउँछ। यो ट्रायङ्गललाई हेर्न चाहनु भने चाहिँ हेर्न पनि मिल्छ, तर मैले यहाँ हेर्दैन। मैले यसलाई ट्रायङ्गुलेट गरिदिएँ र ट्रायङ्गुलेसन पनि यो मेसेज पनि तपाईँकोमा आउनु जरुरी छ। यदि यो आएन भने पनि तपाईँको यो सफ्टवेयरले काम गर्दैन। ट्रायङ्गुलेसन कम्प्लिट सक्सेसफुली भनेको छ, यसलाई ओके गरिदिनुहोस्। यो सबैकोमा आउँछ। अब त्यसपछि अब यसले पोइन्ट पनि पायो, मैले पोइन्ट पनि प्रोसेस गरेँ, त्यो पोइन्टलाई ट्रायङ्गुलेट पनि गरिदिइसकेँ। अब ट्रायङ्गुलेट पनि गरिदिइसकेपछि अब हाम्रो अर्को काम भनेको यसलाई कन्टुर खिच्ने। फिल्डमा जे गर्थ्यौँ त्यस्तै गरी अब कन्टुरमा जाउँ। त्यसपछि ड्र क्विक कन्टुर गर्दा नि हुन्छ, राउन्ड कन्टुर गर्दा नि हुन्छ। राउन्ड कन्टुर अलिकति राम्रो हुने हुँदा देखाइमा चाहिँ, तर क्विक कन्टुर गर्दा पनि केही फरक छैन। राउन्ड कन्टुर गरेँ मैले यहाँनिर चाहिँ तपाईँको कन्टुर इन्टरभल हो। जेनरली हाम्रो डिजाइन कन्टुर चाहिँ त्यही 1 मिटर र 5 मिटरको नै हुने गर्छ। मेजर 5 मिटरको इन्टरभल, तपाईँको माइनर चाहिँ 1 मिटर इन्टरभलमा हुने गर्दछ। र यो चाहिँ राउन्ड फ्याक्टर हो। यो तपाईँले ठुलो गरिदिनु भयो भने कन्टुर एकदमै राउन्ड भएर आउँछ, तर त्यो राम्रो चाहिँ हुँदैन डिजाइनको उसले चाहिँ होइन। त्यसो हुँदा मैले यसलाई डिफल्ट नै रहन दिएँ, 1 नै रहोस्। मैले यसलाई ड्र गरिदिएँ। र यसले कन्टुर त खिच्यो, तर के खिच्यो बाहिर पनि खिचेको छ यसले। किनभने यसले यो पोइन्टदेखि तपाईँको यहाँ पोइन्टसँग यसले सिधा गरी यसरी ट्रायङ्गुलेट गरेको हुँदा यसले यहाँ बिचमा पनि कन्टुर खिचेको छ। र केही छैन, यसलाई मैले हटाउन सक्छु बाउन्ड्री हालेर। अब म बाउन्ड्री हालेर यसलाई हटाइदिन्छु बाहिर नचाहिने जतिलाई। त्यसको लागि यो अलि क्लिन देखिनको लागि मैले एकैछिन यो कन्टुरको लेयरलाई फ्रिज गरिदिन्छु र अब म बाउन्ड्री हाल्छु। बाउन्ड्री चाहिँ मैले यहाँबाट गएर ड्रमा SWDTM मा गएर ड्रमा गएर यहाँबाट तपाईँको एड बाउन्ड्री गर्छु। एड बाउन्ड्रीमा क्लिक गरेँ। त्यसपछि तपाईँको मैले यहाँबाट यसरी बाहिर यो जति तपाईँले फाइन गर्नुभयो त्यति छ हैन। यसरी चाहिँ यो तपाईको SWDTM ले धेरै राम्रो सफ्टवेयर बनाएको हो। एकदम छिटो हैन, हामीलाई चाहिने चीजहरु चाहिँ एकदम सजिलैसँग पाउन सकिन्छ। उहाँहरुलाई फेरि पनि म धन्यवाद दिन चाहन्छु। यो धेरै राम्रो सफ्टवेयर छ, सजिलो छिटो छ।
र अहिले त धेरै इन्डिया पाकिस्तानतिर पनि यो सफ्टवेयर धेरै युज गर्न थालिसकेका छन्। यो ह्यान्डी छ एकदमै सानो सफ्टवेयर। त्यसो त आशा गर्छु साथीहरूले पनि यसलाई भोलिको दिनदेखि तपाईँको आफ्नो डिजाइन गर्नको लागि कुनै फिल्डमा क्रस सेक्सन प्रोफाइलहरू काट्नु परेको छ भने यो लिएर गर्नुहुनेछ। र यसको फुल भर्जन पेड भर्जन पनि छ। तपाईँको 28-30 हजार दिनुभयो भने चाहिँ यसको की पाउँछ। की पाइसकेपछि चाहिँ तपाईँले धेरै केही गर्नु पर्दैन। एउटा रोड डिजाइन कम्प्लिट रोड डिजाइन गर्नको लागि हैन सब चिज हालेर रोड डिजाइन गर्नको लागि चाहिँ त्यो की पाउँछ। 28-30 हजारमा पाउँछ। त्यो भइसकेपछि चाहिँ तपाईँले एक्लै बसेर तपाईँ 2-3 दिनमा एउटा कम्प्लिट रोड विथ स्ट्रक्चर डिजाइन गर्न सक्नुहुन्छ। र पछि तपाईँलाई मन पर्यो भने त्यो पनि सफ्टवेयरको वेबसाइटमा गएर तपाईँले सम्पर्क गरेर त्यो पनि ल्याउँदा हुन्छ। धेरै राम्रो छ, मैले युज गरिरहेको छु। र पछि आवश्यक पर्यो भने त्यो पनि तपाईँलाई म सिकाउनको लागि तयार छु। यदि तपाईँहरूले कमेन्टमा त्यस्तो लेखिदिनु भयो मलाई चाहियो सिकाउनुस् भन्नुभयो भने म त्यो पनि सिकाउने छु। ल ओके, अब हामीले यसलाई बाउन्ड्री पनि दिइसकेका छौँ। र अब बाउन्ड्री दिइसकेपछि अब हामीले के गर्नुपर्ने हुन्छ, फेरि पनि यसलाई मैले यो बाउन्ड्री दिएँ, अब यो पोइन्टलाई र यो पोइन्टलाई यो बाउन्ड्री राखेर ट्रायङ्गुलेट गर्नुपर्ने हुन्छ। र सेम प्रोसेस पोइन्टमा जानुस्, प्रोसेस पोइन्ट गर्नुस्, ओके गरिदिनुस्, प्रोसेस भयो, ड्रमा जानुस्, सरी ट्रायङ्गुलेटमा जानुस्, ट्रायङ्गुलेट गरिदिनुस्, ट्रायङ्गुलेसन पनि भयो। अब ड्र गरिदिनुस्, ड्र जानु सरी कन्टुरमा जानुस्, ड्र राउन्ड कन्टुर गरिदिनुस्, ड्र गरिदिनुस्। द्याट्स इट। ल हेर्नुहोस् अब राम्रो चिटिक्कको कन्ट्रोलले खिचिहाल्यो। अब हामीलाई चाहिने कन्ट्रोलले भइहाल्यो। अब तपाईँले यति भइसकेपछि अब यहाँ आफ्नो डिजाइन हाल्न सक्नुहुन्छ। र अब मैले यहाँ एउटा सानो रोडको अलाइनमेन्ट हालेर त्यसको क्रस सेक्सन र प्रोफाइल खिच्न गइरहेको छु। अब केही गर्नु पर्दैन, अलाइनमेन्टमा जानुस्, ड्र अलाइनमेन्ट गर्नुस् र अब कताबाट सुरु गर्ने त्यहाँबाट तपाईँले आफ्नो अलाइनमेन्ट सुरु गर्नुस्। एकदम सजिलो छ यो। सरी आफ्नो अलाइनमेन्ट त्यो त आफूले चाहिने अनुसार गर्नुस्। मैले यहाँ चाहिँ जस्ट स्याम्पलको लागि जता पाएँ त्यतै गरेको छु। र मैले यसलाई इन्टर हान्दिएँ र मैले अलाइनमेन्ट पनि यहाँ दिइसकेको छु। अब मलाई यो अलाइनमेन्टको क्रस सेक्सन र प्रोफाइल चाहियो हैन। अब म के गर्छु, एक्स सेक्सनमा जान्छु, सेक्सन बाई डिटिएम गर्छु। सेक्सन बाई कन्टुर चाहिँ के हो भने यदि तपाईँसँग पोइन्ट फाइल छैन र यो कन्टुर छ, तर कन्टुर पनि कस्तो हुनुपर्छ, यो इलिभेसन भएको हुनुपर्ने हुन्छ। तपाईँले यो इलिभेसन यहाँ देखिरहनु भएको छ त्यो हुनुपर्ने हुन्छ। यदि त्यस्तो फाइल छ भने तपाईँले पोइन्ट फाइल नभएर त्यहाँबाट पनि गर्न सक्नुहुन्छ। तर यो अलि लेट टाइम चाहिँ लिन्छ, किनभने यो सबै कन्टुरको हरेक पोइन्टहरूको यसले प्रोसेसिङ गर्न थाल्छ। अनि त्यसमा त अलि स्लो हुन्छ हैन। अनि उस्तै पर ह्याङ भइदिने हुनसक्छ। तपाईँको प्रोसेसर कम्प्युटरको प्रोसेसर राम्रो छैन भने ह्याङ पनि हुनसक्छ। जसर्थ सबभन्दा राम्रो चाहिँ पोइन्ट फाइल भयो भने चाहिँ धेरै राम्रो। अब एक्स सेक्सनमा जाने, सेक्सन बाई डिटिएम, मेरो चाहिँ यो डिटिएमबाटै हो, मैले पोइन्ट फाइल पनि छ हैन, यसलाई प्रोसेस गरिसकेको छु। र मलाई एल प्रोफाइल पनि चाहिने हो, क्रस सेक्सन पनि चाहिने हो। त्यसो हुँदा मैले दुईटैमा टिक लगाएँ। प्रोफाइल मात्रै चाहिने भने चाहिँ तपाईँले यसमा मात्रै टिक लगाउँदा नै हुन्छ। र मैले यदि यहाँ चेन्ज लेख्न चाहेँ हैन, यसलाई 0 0 20 0 + 0 0 20 त्यस्तै गरी लेख्न चाहनुहुन्छ भने चाहिँ यहाँ राइट चेन्जमा टिक गर्दा पनि हुन्छ। लेख्न चाहनुहुन्न भने चाहिँ यसलाई नगर्दा पनि हुन्छ। ल मैले अहिले यहाँ लेखिदिएँ। र कति मिटरको इन्टरभलमा लिने हो, 10 20 हैन, 5 10 मा लिने हो, त्यो चाहिँ यो हो। र मैले यसलाई 20 मिटरमै राखिदिएँ, डिफल्टमै छोडिदिएँ। र यो लेफ्ट राइट भनेको चाहिँ तपाईँले क्रस सेक्सन लिँदा यो क्रस सेक्सनको लागि हो। यो क्रस सेक्सन लिँदा चाहिँ यहाँबाट लेफ्टतिर कति, यो राइटतिर कति लिने र लेफ्टतिर कति लिने भन्ने हो। यो 15 मिटर नै राख्दिएँ, मैले डिफल्ट नै छोडिदिएँ। र यदि चाहिँ पहिला नैको अलाइनमेन्ट छ भने चाहिँ त्यसलाई डिलिट गर्न पनि मिल्छ। यहाँबाट यसलाई टिक गरेर हैन, मैले चाहिँ लगाएन, त्यसपछि सिलेक्ट गर्ने। अब सिलेक्ट गरिसकेपछि चाहिँ अब यसले तपाईँको क्रस सेक्सन र प्रोफाइलको यहाँ मैले एक्स सेक्सन एल प्रोफाइल र क्रस सेक्सन बनाएको हुँदा यसले दुईवटा CSV फाइल बनाउँछ। त्यो चाहिँ के बनाउँछ भने जसरी हामीले र डाटा फिल्डमा गएर उठाउँदाखेरि क्रस सेक्सन लिँदाखेरि सेन्टर लाइन हैन, सेन्टर लाइनदेखि लेफ्ट राइट गरेर होरिजेन्टल भर्टिकल गरेर जसरी डाटा लिन्थ्यो त्यही अनुसार यसले आफ्नो पोइन्ट फाइल बनाउँछ, एउटा फाइलहरू बनाउँछ। मैले यसलाई अहिले चाहिँ ट्रायल भनेर नाम राखेर चाहिँ सेभ गरिदिएँ। सेभ गरिदियो भने यसले दुईटा फाइल बनाउँछ। अब यहाँ हेर्नुहोस् स्ट्याटसमा यसले चाहिँ एलाइनमेन्टलाई सिलेक्ट गर भनेको छ। मैले यो एलाइनमेन्टलाई सिलेक्ट गरिदिएँ र
यहाँबाट यो अहिले भर्खरै एउटा स्क्रिन हेर्नुहोस्, यो भर्खरै यहाँबाट हाइड भएको छ। त्यो हाइड नहुँदासम्म तपाईँले कम्प्युटरलाई केही नगरिकन थपक्क कुरेर बस्नु होला र लामो एलाइनमेन्ट छ भने त्यो चाहिँ लामो टाइम लिन्छ हैन। त्यतिखेरसम्म चाहिँ केही नचलाउन। अहिले जसरी मेरो यहाँबाट स्क्रिन हाइड भयो त्यसरी हाइड हुनुपर्ने हुन्छ। त्यो हाइड भइसकेपछि चाहिँ तपाईँले चलाउँदा हुन्छ। यसले अब आफ्नो डाटामा हाम्रो यो क्रस सेक्सन डाटा र तपाईँको एल प्रोफाइल डाटा राखिसकेको छ। यहाँबाट 15 मिटर यता 15 मिटर यता यसले राखिसकेको छ। अब म प्रोफाइल खिच्छु। अब एक्स सेक्सनमा जान्छु, एल प्रोफाइलमा ड्र एल प्रोफाइल गर्छु र एट इन्टरभल 10 मा टिक लाउनुहोस्। यो के हो मैले अलिकति पछि भनिदिन्छु। र स्केल चाहिँ तपाईँको 1000 to 1000 गरिदिनु भने चाहिँ तपाईँको 1 मिटर बराबर 1 मिटरै हैन त्यो हुन्छ। र यो 1000 into 1000 गर्नु भने चाहिँ तपाईँको होरिजन्टल र भर्टिकल स्केल एकदम मिलेर आउँछ हैन। अब त्यो चेन्ज गरिदिनुस्। के चेन्ज गरेँ मैले, एट इन्टरभलमा लगाएँ, त्यसपछि गएर यो तपाईँको भर्टिकल स्केललाई पनि 1000 नै गरिदिएँ। त्यसपछि एक्जिक्युट गर्नु हैन। त्यसपछि ड्र अलमा गरेर यहाँनेर अब यसले यहाँ एउटा रेफरेन्स पोइन्ट चाहियो भने छ, यहाँले मैले रेफरेन्स पोइन्ट यो दिइसकेपछि यसले यसरी चिटिक्कको प्रोफाइल खिचिदियो। अघिको यो के हो भने यो 10 मिटरमा इन्टरभल भन्यो भने चाहिँ अहिले हेर्नुहोस् यो ठ्याक्कै 10-10 मिटरको इन्टरभलमा जान्छ, 10, 20, 30 हैन। यदि तपाईँले यो 10 मिटर नगरेर यो इन्क्लुड अल चेन्जेस गरिदिनु भने चाहिँ यसले यो जसरी यहाँ चेन्ज भएको छ नि, यो प्रत्येक चेन्जेसको इलिभेसन र चेन्जेस दिन थाल्छ क्या। त्यो हुँदा अलि नराम्रो फोरो ड्रइङ भद्दा देखिन्छ हैन। त्यसो हुँदा यो 10 मिटरमै राखेको सबभन्दा राम्रो। र मेरो यो एल प्रोफाइलको काम सकियो, यसलाई मैले बन्द गरिदिएँ। र अब हामी जाउँ तपाईँको क्रस सेक्सन खिच्नतिर। अब हामी क्रस सेक्सन खिच्न जाउँ। क्रस सेक्सनलाई पनि सेम प्रोसेस हो। यहाँ जानुहोस्, एल प्रोफाइलमै गएर ड्र एक्स सेक्सन गर्ने र अघिको जस्तो यसमा पनि तपाईँको यो चाहिँ अहिले इन्टरभल चाहिँ तपाईँको अल चेन्जेस नै गरौँ हैन। अब यो मैले एकैछिनपछि भन्छु। यो क्रस सेक्सन आइसकेपछि रिजल्ट आइसकेपछि हैन, त्यसपछि स्केल पनि 1:100 भन्दा नि 1000 गर्नु भने चाहिँ तपाईँलाई त्यसमा स्ट्रक्चर हाल्न सजिलो हुन्छ। नत्र नि फेरि तपाईँले हामीले जस्तो 1 मिटरलाई 1 अब नत्र भने फेरि कन्भर्ट गरिरहनु पर्ने हुन्छ। त्यसैले मेरो बानी चाहिँ 1000 मै गर्ने छ हैन। यसलाई पनि मैले 1000 मै गर्छु। त्यो भएन हाम्रो स्केलसँग ठक्कको मिल्छ हैन। त्यसपछि चाहिँ नम्बर अफ यो एउटै गर्ने गरेको छु, किनभने अब यो सबै सिटमा चाहिँ ट्याक मिलाउन अलिक गाह्रो छ क्रस सेक्सन यसमा हैन। त्यही पनि पछि तपाईँले गरिराख्नु भयो भने त मिलाउन सकिन्छ, नसकिने चाहिँ होइन। तर मैले चाहिँ एउटै लाइनैसँग खिचेर त्यसमा चाहिँ स्ट्रक्चर हाल्ने गरेको छु। नम्बर अफ कलम चाहिँ तपाईँको यो चाहिँ म्याक्सिमम राखिदिनुहोस् हैन, नम्बर अफ कलम। त्यसपछि रो डिस्टेन्स चाहिँ तपाईँको 150 जति कल गरिदिनुहोस्। र यसले पनि कुनै एउटा रेफरेन्स पोइन्ट मानेको छ, मैले यहाँ दिएँ। यसरी यसले मेरो सम्पूर्ण क्रस सेक्सनहरू यसरी लाइन वाइज खिचिदिएको छ र मैले यसमा अब स्ट्रक्चर हाल्न सक्छु। र अघि मैले के हो भनेको भने यो एट इन्टरभल छ हैन। एट इन्टरभल अहिले मैले इन्क्लुड अल चेन्ज गरेँ। त्यसो हुँदा यहाँ हेर्नुहोस्, यसले प्रत्येक चेन्ज भएको ठाउँमा यो इलिभेसन चेन्ज भएको ठाउँमा यसरी यो हालिदिएको छ। यो अलि नराम्रो भइरहेको छ। यदि तपाईँले यसलाई एट इन्टरभल गरेर यसलाई फिक्स गरिदिनु भयो भने सरी 5 मिटर लेखेर गरिदिनु भने चाहिँ यसले यहाँदेखि यता 5 मिटर, यहाँदेखि यता 5 मिटरमा तपाईँको यो चेन्ज र इलिभेसन दिन्छ। र यो तपाईँको स्केलको चाहिँ अहिले यहाँ हेर्नुहोस्, यहाँदेखि मैले 700 देखि 710 सम्म मेजर गरेँ भने यो 10 मिटर नै हुन्छ। तर यदि 1:100 तिर गरेको भए चाहिँ यो अझ हुन्थ्यो। त्यसो हुँदा मैले 1:1000 मै गर्ने गरेको छु। त्यसपछि नम्बर अफ रो भनेको चाहिँ यसलाई चाहिँ यसले रो भन्छ। जस्तो मैले एउटा रो दिएको थिएँ, त्यही भएर यसले एउटै रोमा सरर क्रस सेक्सन खिच्यो। त्यस्तै गरी नम्बर अफ कलम भनेको चाहिँ तपाईँको यो कलम हो। मैले यहाँ कति गरेको थिएँ, म्याक्सिमम राखेको थिएँ। त्यसो हुँदा यसले यो अझै पनि जति पनि खिच्न सक्छ हैन। त्यही भएर यो म्याक्सिमम धेरै क्रस सेक्सन हुँदा चाहिँ यहाँ म्याक्सिमम राख्दियो भने चाहिँ यसरी खिच्छ। त्यो भनेको त्यो। अनि रो डिस्टेन्स भनेको चाहिँ तपाईँको यो सेन्टर लाइनदेखि यो सेन्टर लाइनसम्मको डिस्टेन्स हो। सरी, त्यसपछि कलम डिस्टेन्स भनेको चाहिँ यो कलमदेखि यो कलम चाहिँ यदि तपाईँले सिटमा मिलाएर राख्ने भने चाहिँ ठ्याक्क सिटमा मिलाउनु पर्ने भने चाहिँ यो तपाईँले चलाउँदै गर्नुहोस् हैन। पछि तपाईँले आफै जान्ने हुनुहुन्छ।
त साथीहरू यसरी चाहिँ तपाईले आफ्नो सर्वे डाटामा हैन सजिलैसँग क्रस सेक्सन र प्रोफाइलहरु मजाले इजिली खिच्न सक्नुहुन्छ र त्यो अनुसार अब तपाईले आफ्नो यसमा डिजाइन हाल्न सक्नुहुन्छ। त साथीहरू आजको भिडियो हेरिदिनु भयो तपाईलाई धेरै धेरै धन्यवाद हैन। अब आउँदै दिनहरुमा पनि मैले हाम्रो इन्जिनियरिङ सँग रिलेटेड यस्तो सफ्टवेयरहरु म यदि तपाईहरुको रिक्वेस्ट पाए भने चाहिँ म बनाउँदै गर्ने छु र यदि रिक्वेस्ट कुनै सफ्टवेयर सम्बन्धी तपाईले जान्न चाहनुहुन्छ भने मेरो कमेन्ट बक्समा तल भिडियोको कमेन्ट बक्समा लेखिदिनु होला र म तपाईहरुलाई आउँदै दिनहरुमा नयाँ चीजहरु बनाएर अपलोड गरिरहने छु र मेरो च्यानललाई कृपया यहाँबाट सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। हरेक चोटी मैले नयाँ अपलोड गर्दाखेरि चाहिँ तपाईलाई नोटिफिकेसन आउनेछ। त्यसर्थ यहाँ चाहिँ च्यानललाई सब्स्क्राइब गर्न लाइक गर्न चाहिँ नबिर्सिनु होला। आजलाई यति नै, अर्को भिडियोमा फेरि भेटौँला। हस्त, धन्यवाद, नमस्ते।